ल है साथी हो लेलेको टिका भैरव देउता यही हो ल अहिले चाहिँ यहाँ जीर्णोद्धार भइरहेछ हैन अनि यो जीर्णोद्धार भइरहेको भएर यहाँ अहिले ट्रस्ट बनाएर देउता सारेर राखिरहनु भएको छ यो चाहिँ यहाँको ठुलो रक देउता गएको वर्ष असोजमा जुन आएको थियो नि बाढी त्यो बाढीले त पुरा बगार लगेको थियो नि त हैन यहाँको परिसरहरू चाहिँ यो यस्तो छ आज हामी शनिबार मर्निङमा यसो राइड आएको हो यहाँ एकजना साथी छ अनि लेलेसम्म आइपुग्यौँ यहाँ यसो हेरौँ भनेर यो खास मन्दिर चाहिँ मेन यो थियो पहिला होइन अहिले रिनोभेट हुँदैछ पुरा लगाएर है ल यो पारिको चाहिँ खोला यही हो बगाएको खोला चाहिँ ल यो चाहिँ ठ्याक्कै हाइवेको फेदैमा छ लेलेबाट हेटौँदा जाने यो बाटो हाइवे त्यसको मुनि पुलसँगै है ल फुर्सद भयो भने यसो घुम्नलाई निस्कनु भएको हुन्छ अहिले मन्दिरको अवस्था चाहिँ यस्तोमा छ ऊ चाहिँ वान अफ माई इडियट फ्रेन्ड एन्ड हिज अनदर इडियट फ्रेन्ड भाइ गाइज कहाँ छ हामी टिका भैरव दिदी है लेलेको ल देउता चाहिँ यही हो है त गाइज ल अहिले राखेँ